यसपालिको नेपालको छोटो मिठो यात्रा यो भिडियोमा कथाले मागे जति सबै कुराहरू समेट्ने कोसिस। सुरुवातमै अब यस्तो ढ्यान भएपछि अब बाँकी त के भयो होला, अब आफैले बुझ्ने कुरा हो। तास खेल्नु परिहाल्यो, क्यारम बोर्ड खेल्नु परिहाल्यो, हात होस् कि नहोस् होइन, एउटै देब्रे हातले खेल्दा नि हुन्छ। क्यारम बोर्ड खेलिसकेपछि अब भोक नलाग्ने कुरै भएन। त्यसमाथि अब दिदीले सबै कुराहरू टक टक पस्किदिनु हुन्छ। हल्का यसो रमाइलो। काठमाडौँको सेतो टावर सुनकुसीको फिसिङको यात्रा यो हाम्रो नाम्सु भाइको भ्लगमा पनि छ। यो चाहिँ माछा त खासै मार्न सकिएन, तर जस रमाइलो चाहिँ धेरै रमाइलो भएको थियो। अब हेर्नु अगाडि हेर्दै जाउँ न के गरेको छौँ, सबै यहाँ भिडियोमा सबै छ। यो के हो भनिदिनु पर्यो यहाँ? ए यो हजुर यो डन्ठी हो, माछा मार्ने डन्ठी हो। हजुर चेक गर्नु पर्यो पहिला सुट। खुट्टे एउटा निकाल्यो भने त पोलेर ल्याउनु पनि खाइदियो। त्यो उनीहरू न, त्यो मेरो झोला हरियो ब्याग गर्नु न। अहिले प्याक गर्छ, फिसिङ गर्छ, प्याक गर्छ त्यो ब्याग खोल्दैन त। अब त्यो ब्यागबाट निकाल्नु छ, त्यो ब्यागबाट राख्नु छ। 50 पाउन्डको माछा छैन यहाँ। 50 पाउन्डको माछा छैन। 3 पाउन्ड 10 पाउन्डको होला। 10 पाउन्ड भने कति हुन्छ अरे? 10 पाउन्ड भनेको 4 केजी। एउटा त्यो ब्याग निकाल्नु त्यत्रो ठुलो हाम्रो त 10 पाउन्ड भनेको 4 केजी कुरेर बस्नुपर्छ होला त्यसको लागि। अब एउटा त्यो प्लास्टिक ल्याउनु न, यो 4 ठाउँ राख्नु। बन्द गरिदिने हो, त्यो सरेन। तपाईँले चाहिँ गएर के गर्ने भने फेरि हाल्ने तल कता राखेको छ तल आएर यस्तो गर्ने अनि धेरै टाढो फाल्नै पर्दैन तपाईँको। आन्द्रा हाल्दैछ, आन्द्रा हालिदिएपछि ल्याउनै पर्छ। यो पर्नु पर्ने हो त्यसलाई चाहिँ त्यसरी उनेर पुरै हुक है। ल केटा ल ट्याङ हुनु आँट्यो यहाँ। सै ब्याग ठिक छ। प्याजका लगाएर होला। चिन्छ बिस्तारै
खाइदिएन के हो दाइ आज माछा दाइ र अङ्कलले चाहिँ एकदम मेहनत गरिरहनु भयो यस्तो घाममा अब 3 बजेपछि अलि लाग्छ होला अलि शीतल शीतल हुन्छ अहिले त डेन्जरै घाम लागेको छ पर्दैन क्या अङ्कल यहाँ बोलिदिनु ल मेरो क्यामेरामा हल्का बोल्ती भन्दा भइसक्यो के बोलाइ आधा दिनका अङ्कल भयो माछाले चिने भए निक्लाई सकिन्थ्यो माछाले चिनेन कहिले खानु त मारेर त्यो खाइन्छ अङ्कलले चाहिँ सक्दो प्रयास गरिरहनु भयो तर उपाय नास्ति भइरह ठिकै छ प्रयास गर्नेले खान्छ अवश्य फल मह काट्नेले हात चाट्छ एकदम सही हो फेरि अड्कनु भयो चोक्टा खानु गएको बुढी झोलमा डुबेर मऱ्यो माछा परे पनि नपरे पनि हाम्रो बुवा र हाम्रो छिमेकी दाइ दुईजनाको प्रयास चाहिँ मैले माने उहाँहरूको डेडिकेसन चाहिँ धेरै नै खतरा थियो उहाँहरूको जोडी पनि अलौकिक एकदम कडा मेहनती मान्छेहरू उहाँहरू पर्यो नपर्यो आफ्नै ठाउँमा छ नि त्यो त कथा व्यथा मिलाएर बुझौँ न रेस्ट टाइम है अहिले चाहिँ अब ट्याक्क घामले लोद बनायो माछा पार्न सकिएन अहिलेसम्म अब एकछिनमा सुरु हुन्छ अहिले पऱ्यो भने यात्रा त देखाउँछु म परेन भने चाहिँ देखाउन सक्दिनँ होला ल के भएको त यो हात चाहिँ तपाईँको माछाले खाइदियो पल्टाइदियो होला तपाईँलाई त फेरि यो चाहिँ के चिज हो कहाँबाट इम्पोर्टेड हो के वाट इज दिस ढुङ्गे हो क्या उसले हुन्छ डोना थापाले के अरे डाइनोसरको आङ हो डाइनोसरको भित्रको त्यो ठुलो आन्द्रा ब्राजिलबाट गिफ्ट आएको कसले गिफ्ट चाहिँ कसले हानेको ब्राजिलबाट बिमारले बिमार चाहिँ दाइ पनि केही शब्द दिँदैन एउटा बोल्ती बन्द बनाइदिए बोल्ती बन्द बनाइदिए क्या अहिले त हुँदैन गफै मात्रै हो खेलाएर लिएर कहाँ बालुवामा गाडेको छ कि कहाँ छ बेलुकासम्म गनाउँछ होला सोध्दैन दाइ खेल्दा खेल्दा केही नपरेपछि हामी कुनामा बिसाइरहेको थियौँ त्यहाँ एकजना नमुना दाइ आइहाल्नुभयो फेरि उहाँको आफ्नै फेरि त्यहाँनिर कहानी छ भिडियो निकै लामो थियो हामीले त्यत्तिकै धेरै सबै चाहिँ मैले राखिनँ तर उहाँको कहानी सुन्दाखेरि त्यहाँनिर मजा आएको थियो जलपरी समाउने दाइ हाम्रो उहाँ माछा डुब्छ भने बताउनु पहिला यहाँ एउटा ऊ थियो के अरे हर्के माइलो भन्ने आशिषले त्यहाँ फेरि यो दाइलाई उडाइरहेको थियो डम्बरे हर्के को सोधेर राजाहरूले सोलीमा चढाएर अब चाहिँ त्यहाँ फाँसी दिएर मारेर यो ठाउँमा सोली भन्याङ हो होइन हजुर अनि यसलाई चाहिँ सुली भन्याङ भनेर सजिलोमा भन्याङ
मैले चाहिँ के सुने भने सुली चढाउने नै भन्थ्यो के आशिषकै मुखबाट सुनौँ न त सुली भन्ज्याङ भनेको के रहेछ सुली भन्ज्याङमा हामी बसेको त्यही भनेर सुली भन्ज्याङको इतिहास हल्का केलाउँदैछ भने डाँडा मार्थ्यो अरे सुली डाँडा भन्थ्यो अरे पहिला म त तल्ला घरे सुन्तली साँच्ची के पहिला डाँडा गरेर साइलाले लग्यो भन्ने खिच्दै रहनु भएको उहाँहरूको क्यामेरा चल्दैछ उहाँलाई थाहा हुनसक्छ त्यो कुरो एकचोटि उहाँसँग पनि प्रश्न गर्नु होला पोखराको त भैँसीले नि इङ्ग्लिस बोल्छ अरे नि त त्यो भैँसी त मोमो खाएर सक्यो क्या सबै खाइदिइहाल्यो नि मोराहरूले मोमो त्यो भैँसीको त मोमो खाएर सकिहाल्यो नि हामी यता गफ गरेर थाकेर आएपछि फेरि यता माछा मार्नु आएको फेरि यता मम्मीको डेडिकेसन आफ्नै छ फेरि उहाँलाई माछा परोस् नपरोस् मतलब छैन बल्छी फाल्नु पाए हुन्छ उहाँले गर्नुभएको फिसिङको अनुभव आफै सुन्नु भयो जारी छ है त्यो सानोले होला अन्त होला त्यही होला मसिनो पर्दैन नि त्यसमा जाँदो रहेछ त्यो छेउबाट खाइदिन्छ है त्यसले त्यो छुयो भने माथि हल्लिन्छ अब बेलुकी चाहिँ हाम्रो यहाँ के जाति भन्ने बगरमा आएर बास बस्ने हाम्रो क्याम्पिङ गर्ने हाम्रो प्लानिङ भयो त्यो अनुसारको यहाँनिर अब क्याम्पिङहरू सबै यताउति बन्दैछ आगो सागो बाल्ने काम यताउति धेरै रमाइलो भएको थियो यहाँ किनभने साँझ परेपछि राति चाहिँ अब अँध्यारो भएर त्यति धेरै भिडियोहरू चाहिँ केही बनाउनु पाएन तर यहाँनिर धेरै घटना घटेको छ त्यो बेलुका रमाइलो घटनाहरू सबै होइन अब त्यो चाहिँ सबै रेकर्ड चाहिँ भएन भनौँ सेटअप हान्दै हुनुहुन्छ ट्याङ ट्याङ रातभरिमा कति पर्छ लेट सी खानै पर्ने हुन्छ जसरी नि होइन च्यालेन्ज पऱ्यो ल ल हाम्रो चाहिँ स्पोर्ट होइन यहाँ चाहिँ फुटबल ग्राउन्ड थियो पहिला अहिले चाहिँ यहाँ ट्यागको त्यो बाढी आएर पुरै बिग्रियो रहेछ देख्न सक्नुहुन्छ अब कति 5 साढे 5 कति भयो टेन्सन लगाउँछ गेटिङ रेडी फर क्याम्पिङ घन्टी हामीले कहाँ राख्यौँ आन्टी के छ त खानेमा हाम्रो मासु हो कि के हो यो त मासु जस्तो तुङमाई छ है रेडी पानी सानी हालेर रेडी छ मासु ल यता चाहिँ स्पेसल रुम भयो घर त्यहाँ हामीलाई चाहिँ उता आन्टीलाई चाहिँ उता रेडी हुँदैछ कस्तो खाले हो दाइ यो चाहिँ एकदम हो यसमा चाहिँ जुकुजी सौना स्याम टु स्याम जुकुजी सौना यसमा छ होइन हजुर तयार हुँदैछ बिस्तारै अँध्यारो नै हुन लागिसक्यो अब हामी चाहिँ यसो खानपिन पनि तयार गर्दैछौँ अब फिसिङको लागि चाहिँ त्यहाँ उहाँ तल बनाएको अब रातभरि छोडिदिने हो अहिले एकचोटि हेर्ने अनि ट्याक्क हुन्छ यता चाहिँ अब आगो सागो फुसेर ट्याक्क रेडी हुँदैछ खाना बनाउनलाई अब चाहिँ ट्याक्क छिर्ने
पुरै सेट छ है वाह ट्याक्क एक्जाममा चाहिँ पर्फेक्ट हुन्छ रहेछ पछाडि पनि सही आधा के हो टाइगर सिट कुबियो कि Wake up like this. Get a bike. माछा चाहिँ होइन है के पाक्दैछ दाजु यो माछा पाक्दैछ माछा जस्तो छैन त अनि यो चाहिँ माछा चाहिँ हो तर होइन यो सानो सानो पिस भएकोले गर्दाखेरि अहिले चाहिँ माछा जस्तो देखेको छैन माछा चाहिँ माछै हो होइन अब त्यो माछाको त्यो पुच्छर चाहिँ अलिकति त्यो अलिकति बाङ्गो बनाएको पुच्छर हो होइन कसै मान्छेले पुच्का भन्दा तर होइन खासमा चाहिँ क्यामेराम्यानले नै योलाई चाहिँ ठिक्क पोल्ने बनाउने भनेको थियो नि तर मिस्टेक गरेर सानो पिस बनाएछ सानो भनेर ठुलो भएको ठुलो कसरी पोल्ने त हराउँछ नि त्यो भएर ढुक्क हुनुहोस् यो माछा नै सम्झेर खानुपर्छ ओके छ ल सही सही अब पाक्दैछ हाम्रो चिजबिजहरू ट्याक्क आन्टीले के गर्दै भन्छ यस्तै तुम्बासँग खाने 4 वर्षको तुम्बा छ है हामीसँग चाहिँ एकदम अर्ग्यानिक हो साँच्चै उखुडमा डडमा पुगेर ल्याएको कि हो अनि तब ल सही हो ल हाम्रो चाहिँ ट्याक्क खानेकुराहरू गम हान्नु है अनि मासु खोइ तुम्बा खै हाम्रो तुम्बा देखाउनु पर्यो कति वर्ष 4 वर्षको तुम्बा है पानी छ खाइसक्यो त्यो पानी चाहिँ घरचिङलाई यो पो घुमाएर पाइन्छ भाइ त्यहाँ त हुन्छ खाँदै गरौँ त ल गुरुजी हुन्छ ट्याक्क मासु अलिकति पानी हालेर राख्नु न अक्सिजन पानी हालेर राख्नु न उम्लोस् खानु भयो दाइ कस्तो छ मासु मिठो छ धेरै धेरै मिठो छ साँच्चै ढुवामा बोलेर यस्तो मिठो छ स्वादिष्ट अति उत्तम मिठो छ धेरै धेरै म बिहानै आएको अब भोलि मात्रै जान्छु दाइ काठमाडौँमा वेदर चाहिँ एक्सट्रिम भइरहेको थियो त्यही भएर हल्का यो लोकल बसको यात्रा त्यस्तै रोमाञ्चक थियो एकदम नस्टल्जिक अब काठमाडौँमा गएपछि स्कुटरमा नहिँड्ने त कुरै भएन हल्का नाइट लाइफको प्रभाव नेपालको कोसँग क्रिकेट भइरहेको थियो अन्डर 17 मूल पानीमा अमनसँग हो क्या धेरै लामो क्रिकेट थियो त्यही भएर खासै धेरै लामो समयसम्म बस्नु सकिएन घाम लागिरहेको थियो एकदमै धेरै हिजो आज भन्दा भन्दै 10 दिन बितेको त पत्तै भएन
दिदी भेना भाइ सबैजना अलि भेट मलाई पुऱ्याउनु ल्याउनु भयो अनि एयरपोर्टबाट टेक अफ त्यहाँबाट घर फर्किँदै जापानमा ट्रान्जिट त्यहाँबाट फेरि ब्याक इन द एयर आउँदा आउँदै बाटोमा एकदम राम्रो चन्द्रमा उज्यालो लागिरहेको थियो त्यही भएर मैले यसो एउटा सर्ट हानिदिएको चन्द्रमाको क्लोजअप अनि घर आइपुग्नु आँट्यो अब घर आइपुग्नु आँट्यो तलबाट अब बुढीलाई मैले माथिबाट आउँदैछु घर माथि आइपुग्नु आँटेँ अनि बुढीले तलबाट खिचेक्क फोटो खिचिदिएको भिडियो बनाइदिएछ राम्रो भिडियो तलबाट यही प्लेनमा माथिबाट आइरहेको थिएँ घर माथिबाट प्लेन आएर आउँछ नि मेरो घरबाट त्यही अनि हनोलुलु एयरपोर्टमा ल्यान्डिङ बाटोमा मैयाले खै के सोधिरहेको थियो तर म चाहिँ जेट ल्याग अनि त्यहाँबाट एउटा ल्याक अफ स्लिप केही बुढिरहेको पनि थिएन यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू अल फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो बाई बाई गुड नाइट